चाहिँ नि के हो यो दही चिउरा खाने ठाउँमा आइपुग्यौँ हामी। आज नेपालीहरूको त्यामुखमा दही चिउरा प्रोग्राम छ। हेर कस्तो हुँदैछ आज दही चिउरा खानलाई हिँड्दैछु म चाहिँ। हामी चाहिँ थ्याङ्क यू। हाम्रो सागरजी बल्ल आउँदै हुनुहुन्छ है। अध्यक्षजी आउँदै हुनुहुन्छ। ऊ यहाँ हुनुहुन्छ। गाह्रो भयो अघि नै भर्खर एकछिन अगाडि भयो क्या। ठिक छ ए ल सहयोग चाहियो भने पठाइ भाइ। अस्ट्रेलिया पनि माग्न हिँडेको त्यही तेरि ल। हाम्रो भाइ चाहिँ दही बोकेर आउँदैछ नि। आमामा के को दही हो भाइ? नेपाली जुजु दही हो भन न भाइ। बुझु त कस्तो लजाको मैले के हो यहाँ गर्ने क्या हो? यो टेबलमा यहाँ त्यो टेबलमा क्या त्यहाँ फोहोर छ हेर्नु न। होइन हामी सफा गरिदिनु पर्छ फेरि जाँदाखेरि। यो मान्छे चाहिँ अस्ट्रेलियाको नागरिक ग्रुप जस्तो छ हेर्नु यहाँ। होइन त त्यस्तै लाग्यो मलाई चाहिँ। ठ्याक्कै हेर्दाखेरि नानी यसो झ्याप्पो छ। सागरको झ्याप्पै छ। एली आज किन हो यहाँ? के छ आज? ल एलियन लजा कि के हो भन न यहाँ हो? फेरि मेरो भिडियोमा आउँदैन नि फेरि। आज के हो भन त? ल हजुर यो दाइ चाहिँ के हो यार? यस्तो पत्र भयो यार। त्यो साइडको नबढ्यो कि अगाडि मात्र बढ्यो? यो मात्र बढ्यो के हो? तानेर नि हो भात खाएको त्यो हो साँच्चै हो। पानी बल्दो छ हेर्दा छिटो चल्छ मात्र यतातिर चल्दैन। एउटा भुका यो परदा एउटा मान्छेले भन्थे क्या त्यो बिरुवालाई डाइरेक्ट दही चिउरा खान नआउने मान्छे नआएर सबै गफ हान्दैछन्। दारीको मान्छे चिउरा खानु तर दही चिउरे नआउनु सही भने के रे? फेरि चाहिँ भन्नु त। दही चिउरा खानु तर दही चिउरे नहुनु। हाम्रो यो सानो गाउँमा धेरै दही चिउरे नहुनु हो न। दही चिउराको लागि चाहिँ सुरु भयो है। यहाँ काटेर लाने क्या रेडी गरेर लाने त्यहाँ। फेरि अब खानी चाहिँ होइन है। खानी चाहिँ होइन। मुक्तिले चाहिँ हात धोएको छैन है। त्यो हात धोएर खानी चाहिँ होइन है। अब सकिएको नि यो कस्तो मिसोनी हो कि टपिङ मात्रै गर्ने हो कि? मिसोनी होइन पुरै? अब के गर्नु मिसोनी नि प्याचक्कै हुन्छ नि। कति हो यार हेर्दै? दही चिउरा वाउ हेर्दाखेरि त खाउ खाउ लाग्ने यार दही चिउरा। ओ चस्मा अध्यक्षले सुरु गर्ने हो कि के हो? कसले सुरु गर्ने हो? ए हामीले स्पिकरहरू ल्याएन है। हजुर त हराउनु भयो त। कहाँ जानुभयो तपाईँ? ए होइन आज भने हिजो अस्ति पहिला ए त्यही भएर
हाम्रो पनि व्यवस्था पनि गर्न पाएको भए के हो अब बसेर टक्क वरिपरि धान त रोप्ने रे ओइ अब चाहिँ हाम्रो दही चिउरा खाने प्रोग्राम सुरु भयो ला चिनी पनि चाहिन्छ नि चिनी चाहिँ नहालेको सोधेर मात्रै वाउ यो हाम्रो दही र चिउरा अचार वाउ सम्पूर्ण नेपालीहरू दही चिउराको मजा लिँदैछन् यस्तो पो हो त हामी नेपाली कमिटी काममा यस्तो छन् कि सबैजना मिलेर बसेको छ खुसी लाग्छ देख्दाखेरि तपाईँ किन ढिला आज हो अहिले चाहिँ कामै हो ल ल ल आइदिएकोमा खुसी लाग्यो ल हस् थ्याङ्क यू फोटो एकदम राम्रो छ भोलुम ल सबैजना नेपालीहरू असारे गीतमा रमाइलो मान्दै नाच्दै हुनुहुन्छ भोलुम हो ब्याट्री डाउन भयो होला जानु हजुर पनि जानुहोस् कस्तो भयो तपाईँलाई भन्नुहोस् त रमाइलो भइरहेछ एकदम ए ल हजुरलाई रमाइलो लाग्यो तपाईँलाई हजुरलाई एकदम रमाइलो लाग्यो असार 15
अस्ट्रेलियामा आएर होइन हो एकदम खुसी भयो देशबाट देश टाढा बसेर पनि देश रमाइलो गर्न सक्नुहुन्छ त्यही हो तपाईँ केही भन्न चाहनुहुन्छ ए ल जस यहाँ पनि नेपालीहरू छन् जस नेपाल मिस हुन्न यहाँ जस है त्यही हो हजुरलाई त्यही भएर हजुरलाई के भन्नु छ केही प्रतिक्रिया छ असार 15 मा एकदम रमाइलो भयो नेपालमा जतिकै रमाइलो भयो धान रोप्न नपाए पनि यस नेपालको न्यासो यहाँ मेट्न सक्छ हामीले जस रमाइलो छ ल हस् धन्यवाद तपाईँको हालखबर खाइयो रमाइलो भइरहेछ होइन ल साँच्चै रमाइलो मेरो भ्लग पनि यति नै हुने भयो अब अर्को पालि भेटौँला त्यस रमाइलो भ्लग खिचेर ट्यामोटमा त्यस रमाइलो गऱ्यो सबैले रमाइलो मान्यो है त अर्को पालि भेटौँला है त थ्याङ्क यू बाई बाई